यही असोज 13 गतेबाट रिलिज भएको बलिदान फिल्मले आजबाट बक्स अफिस कलेक्सनमा 18 दिन पार गर्दैछ। 18 दिनसम्म आइपुग्दाखेरि बलिदान फिल्मले कति करोडको ग्रस कलेक्सन गर्यो त? त्यसैगरी भोलि असोज 31 गतेबाट मेगास्टार अनमोल केसीको जेरी अन टप फिल्म रिलिज हुँदैछ। जेरी अन टप फिल्मले पहिलो दिन कति करोडको ओपनिङ गर्ला त? आज म यही कुराको बारेमा चर्चा गर्न गएको छु। भिडियोलाई पुरा हेरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला। चर्चा सुरु गरौँ जेरी अन टप फिल्मबाट। यतिखेर जेरी अन टप फिल्मको एकदमै धेरै चर्चा भइरहेको छ। यो फिल्मको सार्वजनिक भएको टिजर ट्रेलर गीत सङ्गीतले तहल्का मचाइसकेको छ। दर्शकहरूले एकदमै धेरै मन पराइसक्नु भएको छ र यतिखेर दर्शकहरू जेरी अन टप हेर्नको लागि एकदमै धेरै कुरेर बसिरहेका छन् भने यतिखेर जेरी अन टप फिल्मको टिकट बुकिङ पनि खुलिसकेको छ र धेरै जसो शोहरू हाउसफुल पनि भइसकेको छ। यतिखेर जेरी अन टप फिल्मको टिकट बुकिङलाई हेर्ने हो भने यो चलचित्रले दमदार ओपनिङ गर्ने देखिरहेको छ। यसै पनि मेगास्टार अनमोल केसीको फ्यान फलो र क्रेज बबालै रहेको छ। अनमोल केसीले अभिनय गरेको चलचित्रहरूले दमदार ओपनिङ गर्दै आइरहेको छ। जेरी अन टप फिल्म भोलि शुक्रबार असोज 31 गतेबाट देशभर रिलिज हुँदैछ। यो चलचित्रमा सोयोग गुरुङको डाइरेक्सन रहेको छ। यो चलचित्रमा मेगा स्टार अनमोल केसी, आचल शर्मा, जयस्ता गुरुङ, केदार घिमिरे, माग्ने बुढा, भुवन केसी लगायत थुप्रै मल्टिस्टार कलाकारहरूलाई मुख्य भूमिकामा देख्न पाउनुभएका छौँ भने जेरी अन टप फिल्म फुल लभ स्टोरीमा आधारित रहनेछ। पछिल्लो समय यो चलचित्रको गीत सङ्गीत सार्वजनिक भइसकेपछि दर्शकहरूले अनमोल केसी र जयस्ता गुरुङको जोडीलाई एकदमै धेरै मन पराउनु भएको छ। त्यसैगरी अनमोल केसी र आचल शर्माको जोडीलाई पनि एकदमै धेरै मन पराउनु भएको छ। अब फिल्ममा दर्शकहरूले अनमोल र जयस्ताको जोडीलाई मन पराउने हो कि अनमोल र आचलको जोडीलाई मन पराउने हो, त्यो भने फिल्म रिलिज भएपछि हेर्न बाँकी छ। तर यतिखेर दर्शकहरूले गीत सङ्गीतमा भने अनमोल र जयस्ताको जोडी, त्यसैगरी अनमोल र आचलको जोडीलाई एकदमै धेरै मन पराउनु भएको छ। जेरी अन टप फिल्म भोलि शुक्रबारबाट रिलिज हुँदैछ। यो चलचित्रले कति करोडको ओपनिङ गर्ला भनेर लामो समयदेखि चर्चा भइरहेको छ। यतिखेर जेरी अन टप फिल्मको हल सङ्ख्या, सो सङ्ख्या, त्यसैगरी टिकट बुकिङलाई हेर्ने हो भने जेरी अन टप फिल्मले भोलि शुक्रबार पहिलो दिन सजिलै 1 करोडभन्दा माथिको ओपनिङ गर्छ भनेर अनुमान लगाउन सकिन्छ। अब फिल्मको बारेमा एकदमै धेरै पोजिटिभ रिभ्यूहरू आएमा यो फिल्मले लामो समयसम्म तहल्का मचाउने र थुप्रै फिल्महरूको रेकर्डलाई ब्रेक गरिदिने देखिरहेको छ। यसरी पछिल्लो समय जेरी अन टप फिल्मको राम्रै चर्चा भइरहेको छ। यो चलचित्रको टिकट बुकिङ पनि बवालै देखिरहेको छ। हजुरहरूले अहिलेसम्म पनि टिकट बुकिङ गर्नुभएको छ भने आफ्नो नजिकको हलको टिकट बुकिङ गर्न नभुल्नुहोला। अब चर्चा गरौँ बलिदान चलचित्रको बारेमा। बलिदान चलचित्रले आजको दिनसम्म आइपुग्दाखेरि पनि जति हल र जति सो पाएको छ सबै हाउसफुल गरिरहेको छ। बलिदान चलचित्र असोज 13 गतेबाट रिलिज भएको भने आजबाट यो चलचित्रले बक्स अफिस कलेक्सनमा 18 दिन पार गर्दैछ। 18 दिनसम्म आइपुग्दाखेरि बलिदान फिल्म ब्लकबस्टर भइसकेको छ। बलिदान फिल्मले नेपालमा मात्र नभएर नेपाल बाहिर पनि एकदमै राम्रो बक्स अफिस कलेक्सन गरेको छ। बलिदान चलचित्रको विशेष गरेर दर्शकहरूले समीर भट्टको एक्सनलाई अत्याधिक रूपमा मन पराउनु भएको छ। बलिदान फिल्ममा सन्तोष सेनको लगानी रहेको छ भने सन्तोष सेनको नै डाइरेक्सन रहेको छ। यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल लगायत थुप्रै कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ। बलिदान चलचित्रले 18 दिनसम्म आइपुग्दाखेरि नेपाल र नेपाल बाहिर गरेर 8 करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको अनुमान लगाएको छ। अब निर्माण टिमले अफिसियल रूपमा बक्स अफिस कलेक्सन रिपोर्ट कहिले सार्वजनिक गर्ने हो, कति गर्ने हो, त्यो पनि हेर्न बाँकी छ। तर फिल्मलाई दर्शकले एकदमै धेरै मन पराउनु भएको छ। आजको दिनसम्म पनि बलिदान चलचित्रले जति हल र जति सो पाएको छ सबै हाउसफुलको बक्स अफिस कलेक्सन गरिरहेको छ। हस्, त्यति भन्दै म बिदा हुन चाहन्छु। हजुरहरूले अहिलेसम्म पनि बलिदान फिल्म हेर्नुभएको छैन भने आफ्नो नजिकको हलमा गएर हेर्न नभुल्नुहोला। र भोलिबाट जेरी अन टप फिल्म रिलिज हुँदैछ। जेरी अन टप फिल्म पनि आफ्नो नजिकको हलमा गएर हेर्न नभुल्नुहोला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हस्त, धन्यवाद।